न्युजिल्यान्ड सबैतिर न्युजिल्यान्ड छ। तर अब न्युजिल्यान्डले पनि उनीहरूको भिजा प्रोसेसिङमा भनौँ अथवा डिफ्रेन्ट चेन्जेसहरू ल्याइरहेको छ। अब आज कुरा गरौँ न्युजिल्यान्डले ल्याएको रिसेन्ट चेन्जेसको बारेमा। आज दुईवटा अपडेट आएको छ न्युजिल्यान्डबाट। फर्स्ट भनेको इन्टेकको बारेमा, जुन मिसिङ इन्टेक छ, जस्तै फेब्रुअरी मार्च इन्टेकको लागि भिजा एप्लाई गरेको छ, भिजाको भोल्युम बढी भयो, भिजा डिसिजन अझै आएको छैन, क्लास सुरु भइसक्यो अथवा हुनेवाला छ। त्यो स्टुडेन्टले के गर्ने भन्ने कुरा गरौँ। फर्स्टमा जुन कोर्समा एप्लाई गर्नु भएको छ फेब्रुअरी मार्च इन्टेकको लागि, त्यो कोर्स अर्को इन्टेक जस्तै 2026कै अर्को जुन जुलाई इन्टेक अथवा नोभेम्बर इन्टेकमा पनि एभाइलेबल छ भने तपाईँले त्यसलाई के गर्न सकिन्छ, डिफर अफर मगाएर एडिसनल डकुमेन्ट सब्मिट गरेर भिजा एप्लिकेसन कन्टिन्यू गर्नुपर्ने हुन्छ। र होइन, त्यो कोर्स चाहिँ कति धेरै कोर्सहरू न्युजिल्यान्डमा एउटा मात्र इन्टेक छ, जस्तो फेब्रुअरी मार्च इन्टेकमा मात्रै एभाइलेबल हुने कोर्सहरू पनि छन्। त्यस्तो कोर्समा एप्लाई गर्नुभएको छ, अब 2026मा त्यो कोर्स एभाइलेबल छैन भने न्युजिल्यान्ड हाई कमिसनले के भनेको छ भने त्यस्ता भिजा एप्लिकेसनहरू विथड्र गर्नुहोस्। त्यो भिजा एप्लिकेसन विथड्र गर्ने र सेप्टेम्बर लागेपछि 2027को अफर मगाएर फेरि भिजा रिएप्लाई गर्नुहोस् भनेको छ। र यो केसमा भिजा एप्लिकेसन पनि रिफन्ड गर्ने कुरा छ। यो न्युजिल्यान्ड हाई कमिसनले स्टुडेन्टलाई अलिकति सहज गरिदिएको छ। त्यसरी 2026मा इन्टेक एभाइलेबल छ छैन हेरेर भिजा वेटिङ स्टुडेन्टहरूले आफ्नो भिजा एप्लिकेसन अगाडि बढाउनु पर्ने हुन्छ। र अर्को सेकेन्ड अपडेटको कुरा गरौँ जुन अझ एकदमै महत्त्वपूर्ण छ। न्युजिल्यान्डले अब एफटिएस जुन रहेको छ, फन्ड ट्रान्सफर स्किम भनेको छ न्युजिल्यान्डले, त्यो चाहिँ भोलिदेखि अप्रिल 2देखि लागू हुनेछ अथवा मार्चको 30बाट जुन एआइपी आएको छ त्यसमा रिफ्लेक्ट हुने गरेर आउँछ। र हामी सबैलाई थाहा छ स्टुडेन्ट भिजा एप्लाई गर्दाखेरि न्युजिल्यान्डमा ट्युसन फी पहिला पे गर्नु पर्दैन। पहिला हामी भिजा एप्लाई गर्छौँ, भिजा एप्रुभल भयो, एआइपी आयो, एआइपी आइसकेपछि त्यसमा मेन्सन गरेको हुन्छ कति ड्युरेसनको फी पे गर्ने, 1 इयर अर होल ड्युरेसन भनेर फी पेमेन्ट गर्नु भनेको हुन्छ। अनि हामी ट्युसन फी तिर्थ्यौँ। अबदेखि न्युजिल्यान्डले के गर्ने गरेको छ भने ट्युसन फी बाहेक लिभिङ एक्सपेन्सेस पनि कम्पलसरी तिर्नुपर्ने। जुन 1 वर्षको लिभिङ एक्सपेन्सेस न्युजिल्यान्डले भनेको छ 20,000 न्युजिल्यान्ड डलर। अब हामीले एआइपी आएपछि ट्युसन फी प्लस 1 वर्षको लिभिङ एक्सपेन्सेस 20,000 न्युजिल्यान्ड डलर पनि पे गर्नुपर्ने हुन्छ। र यो पे गर्ने भनेको न्युजिल्यान्डको एएनजेड ब्याङ्क न्युजिल्यान्डमै पे गर्नु पर्यो। त्यसको लागि एकाउन्ट कसरी खोल्ने, कसरी पेमेन्ट गर्ने, पेमेन्ट गरेपछि त्यो रिसिप्ट आएपछि अनि भिजा ग्रान्ट गर्ने, त्यो सिस्टम बनाएको छ। त्यो सबै जानकारी हामी स्टुडेन्टहरूलाई हामी अफिसियली भिजिट गर्दाखेरि दिनेछौँ। त्यसको लागि गाइड गर्नको लागि हामीले सबै इन्फर्मेसनहरू स्टुडेन्टलाई दिनेछौँ। र अहिलेको लागि अपडेट के बुझ्नु पर्यो भने अब ट्युसन फी मात्र तिरेर भएन, लिभिङ पनि तिर्नु पर्यो। लिभिङ 20,000 न्युजिल्यान्ड डलर प्लस ट्युसन फी पे गर्नुपर्ने हुन्छ, जसले गर्दा लोन पनि अलिक बढी डिस्पर्स गर्नु पर्ला। अथवा अहिलेको लगानी जुन इन्भेस्टमेन्ट छ, पहिला ट्युसन फी मात्र तिरे पुग्थ्यो, अब लिभिङ पनि तिर्नु पर्ने भयो हो। यसको लागि पनि स्टुडेन्टहरू प्रिपेयर हुनु पर्यो भन्ने कुरा हो। र फर्दर इन्फर्मेसनको लागि भिजिट गर्नुहोस् केआइसी ललितपुर लगनखेल। थ्याङ्क यू।